के चाहिँ यहाँ कस्तो हुन्छ व्यापार? व्यापार हजुर व्यापार त राम्रो छ। गाडीबाट ल्याउने हो भने मान्छे टेकेर सिद्धाउँछ। यता चिसाएर बोकेर ल्याउँदैन, महँगो भन्छ। 5 रुपियाँ खानको लागि महँगो, 5 रुपियाँको लागि हामी बोकेर ल्याउँछौँ। त्यो पनि महँगो भनेर साह्रै जातिविधि गर्छ हजुर हामी। हेलो गाइज, नमस्ते एन्ड वेलकम माई न्यू एनदर भ्लग। आजको भ्लग रहेको छ राजकाँडाको परिस्थिति र यहाँको व्यापारिक अवस्था कस्तो रहेको छ। यहाँ सामान ओसार पसार गर्न कतिको गाह्रो र सामान कतिको महँगाई छ यहाँ आजको यस भिडियोमा थाहा पाउनेछौँ। एकजना दाइसँग कुरा गर्छौँ है त, कुरा सुनौँ उहाँको। के चाहिँ यहाँ कस्तो हुन्छ व्यापार? व्यापार हजुर व्यापार त राम्रो छ। गाडीबाट ल्याउने हो भने मान्छे टेकेर सिद्धाउँछ। यता चिसाउने बोकेर ल्याउँदैन, महँगो भन्छ। 5 रुपियाँ खानको लागि महँगो, 5 रुपियाँको लागि हामी बोकेर ल्याउँछौँ। त्यो पनि महँगो भनेर साह्रै जातिविधि गर्छ हजुर हामीलाई। ए गाडी भाडा महँगो पर्ने रहेछ है? गाडी भाडा नै गाडी सामान हाल्ने भन्छ, मान्छे बढी हालेर सामान टेकेर अस्ति एक पेटी तेलमा 3 पोका तेल मात्रै आयो। सब टेकेर भाषा भुजु फुटालिदिँदाखेरि हामीलाई घाट लाग्यो। हामीले उहाँ 3200 रुपियाँ 2600 रुपियाँ हाल्नुपर्ने, यहाँ टेकेर सब फुटालिदिँदाखेरि एउटा तेल सही हिसाबले आएन। कर्णाली सिसा पनि बोकेर आउँदाखेरि 5 रुपियाँ 2 रुपियाँ खाँदाखेरि चोर नडाका छोरा भनेर हामीलाई गाली गरेर हैरान गर्छ। यस्तो है यो भइरहेछ। एउटा बिजुलीको आपत, एउटा अस्पतालको आपत, एउटा कोही मान्छे बिमारी भयो भने बोक्ने सामान हुन्न, यसो काठमा बोकेर हिँड्नुपर्छ सर। एउटा यो बोक्नेवाला त्यो मान्छे बोक्नेवाला हुन्छ के भन्छ त्यसलाई? ओसार पसार गर्ने? हजुर ओसार पसार गर्ने एउटा हुन्छ नि, मान्छे बोक्ने हुन्छ नि त्यो गधा। हजुर गधा नै काठको ए त्यो बोक्ने डोको 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 नै अर्को हुन्छ नि सरकारी अस्पतालमा चौकीमा पाउने त्यो चिज पाएन सर। हामीले यो ठाउँमा हेर्नुहोस् त्यत्रो नेतालाई कति नै भनिहाल्नु, भोट हालेर पनि जिताएर अगाडि सार्यौँ। हाम्रो कुरा एउटा अगाडि गएन सर। अब यो बोक्नु पऱ्यो बाँसमा, जिउँदो मान्छे नै बाँसमा, मरेको मान्छे नै बाँसमा बोक्नु पर्ने भयो सर। ल यो चाहिँ हाम्रो सरकारले चाहिँ हेरिदिनु पर्यो है। यो सरकारले हेर्नुमा मैले यति सरकार भन्दा त यहाँको यत्रो कति नेताले ठुलो होला भने, तर एउटा मेरोमा कुरा माथि गएन सर। हुन्छ, अब हामी पनि आफ्नो भिडियो मार्फत सरकारसम्म चाहिँ यो कुरा पुर्याउनेछौँ होइन। हजुरलाई धन्यवाद। मुखले साथ नखण्डुको झन् हुँदै गाह्रो हुन्छ यार। अस्मा त मै आइरहेको छु। यो त यार 3 घण्टाको ताडी यार 4 घण्टा पुगिन्छ जस्तो ल। भिडियो कस्तो लाग्यो त? भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। र भेट्छौँ अर्को यस्तै नयाँ धमाकेदार भिडियोमा। आजलाई बाई, धन्यवाद।